यसरी बाउसँग घुम्न आउँदाखेरि केटाकेटीमा कसलाई भएको छ गिद्दी लाग्ने। यो चाहिँ बाउ चाहिँ अरूसँग परिरहेको छ है। अनि छोरा चाहिँ कतिखेर बाउ जान्छ र ढुक्क हुन्छ। यो चाहिँ बाउसँग जानु पाउनु, घरमा गएर कतिखेर खेल्नु पाउनु भनेर चाहिँ कसलाई यस्तो भएको छ कमेन्ट गर्नु होला है। मलाई चाहिँ सानोमा बाउसँग हिँड्दाखेरि साह्रै गिद्दी हुन्थ्यो। यसरी बसिराख्नु पर्थेन। यसरी चाहिँ होइन, केटाकेटीमा हामी पनि बाउहरूसँग हिँडेर हिँड्दाखेरि गिद्दी हुन्थ्यो क्या। बाउ चाहिँ अरूसँग परिरहन्थ्यो। हामी चाहिँ भने यो बाउ कतिखेर उता जान्छ र घरमा गएर केटाहरूसँग साथीहरूसँग खेल्नु भनेर उयो हुन्थ्यो क्या। तपाईँहरूलाई कस्तो भएको छ हेर्नुहोस् है। यतिखेर यो भाइको मनमा यही सोचिरहेको होला, कतिखेर बाउ हिँड्छ र म पनि हिँड्नु भनेर होइन। कस्तो लाग्छ कमेन्ट गर्नु होला है।